कान जान के कडा भखरे ना खै गाडीको चाबी कहाँ छ है हेर्नु चियावाले जी मैले चाहे पनि भर्खर गाडी स्टार्ट गरेर आउँछु म आउनु न म पनि रेडी छु म पनि रेडी छु भेटेर कहाँ जाने हो र तपाईँ कहाँ लानुहुन्छ कोमामा दुध जति चिया बनाएर सकेन बाजेले बिगोती खान्छ अरे को यो के कमेन्ट हो यार यस्तो यार दुध जति चिया बनाएर सकेन बाजेले बिगोती खान्छ अरे पागल साइको भइदिएर यार औडा भइदिएर है हो र चियावाले उहाँहरूले भनेको सत्य हो होइन दुधै बाँकी छ किन बिगौती हुनु कसको दिमाग यस्तो खुरापाती दिमाग यार ठिक छ चियावालाजी भोलि दुध जाने तपाईँ ए सरी चिया बेच्न सरी जाने तपाईँ कि छुट्टीमा जाने यसो मलाई पनि किटली समात्ने काम दिनु न यार आउनु न आउनु म तपाईँलाई अरे यार कुरान देखा था मैं अब ही सारा भाई के समात्न दिन्छु रे चियाको कप हुन्छ के चियाको कप हुन्छ त्यसमा चिया हाल्नु पर्छ नि त्यो पनि समाउनु पर्छ के समात्न दिन्छु रे दुध धेर नखानु ब्रेस्ट क्यान्सर हुन्छ र ल थाहा भइसक्यो अब्दीको त्यो पनि सुकुटी खान्छ बाजेले यो कमेन्ट हेरेर हाँसो लाग्छ यार छ्या चियावालाजी हजुर अब छुटौँ होला किन छुट्टिने कुरै नगर्नु न के रातभरि के चप्केर बस्नु र अनि अरे साह्रै बोसी चढे तपाईँलाई तपाईँलाई देखेर के चढ्यो हामी गाउँ जानुपर्ने पुग्नुलाई हजुर भूत चढ्यो क्या भूत जानुपर्छ पुग्नुलाई हजुर अब धामीकोमा पुग्ने बेला भयो ल चियावालाजी म त टाइममा सुत्छु ल अनि हिजो पनि सुतेकै हो कति सुत्नुहुन्छ हौ चियावाललाई देखेर तपाईँलाई के रे चियावाललाई देखेर निन्द्रा लाग्छ के रातभरि अन्ध भएर बस्ने खोइ छुट्छु है चियावालाजी खुसी लाग्यो साह्रै खुसी लाग्यो मलाई नि खुसी लाग्यो लास्ट तपाईँले अघि पर्पज हानेको सुन्दा कस्तो कानले आनन्द पाएको थियो यार तपाईँले चाहिँ गर्नु न अनि खालि मैले मात्रै अनि कति आई लभ यु भन्नु क्या एक्लै तपाईँले पनि गर्नु न कहिले काहीँ नारी प्रधान देश हो नि त अनि गर्नुपर्छ नि मैले त अहिलेसम्म कसैलाई पनि उ गरेन यार कहाँ त्यसो भनेर पाइन्छ त ल चियावालीलाई कसरी प्रपोज गर्नुहुन्छ ल फर्स्टचोटि चियावालीलाई देख्नु भयो ल एकचोटि ल हामीले चिन्दैनौँ एकअर्कालाई ल मलाई कसरी प्रपोज गर्नुहुन्छ ए नचिने मान्छेलाई प्रपोज गर्छ पागल मतलब मलाई भर्खर देख्नु भयो क्या तपाईँको रियाक्सन कस्तो हुन्छ जस्तो अब मलाई मन पर्यो एउटा हिरोले हिरोइनलाई देख्छ नि सुरुमा कस्तो फिलिङ्स हुन्छ तपाईँलाई मलाई देखेर के तपाईँ चाहिँ हिरो म हिरोनी फर्स्टचोटि देखेको छ तर अब मन पराउँछु भन्नु पर्यो अब त्यसमा यसरी हेर्छ होइन चियावाली हजुर त्यही हो
अहिलेसम्म मैले कसैलाई पनि त्यसरी छोरी मान्छेलाई प्रपोज गरेको छैन यार लाइभमा यार। त्यसै लाइभमा अरे लाइभमा चाहिँ गर्दा के भयो त अनि हैं? कसरी गर्नुहुन्छ यसो सुन हेरौँ न मान्छेको त्यो हुन्छ क्या कसरी तपाईँले चाहिँ अब गर्नुहुन्छ होला कसरी मन पराएको सरी यार त हुन्न यार मलाई मार्छन् यार। यति डर है तपाईँ सिङ्गल हुनुहुन्छ मैले चाहिँ प्रपोज गरेर त भोलि रेकर्ड गरेर हाल्छन् मलाई मार्छन् हौ। आशिका पनि ग्वार ग्वार करेन्टले हान्न पर्ने। च्यामलजी छुटौँ होला आजलाई प्लिज है। हुन्छ नि त हुन्छ लेट पनि भइसक्यो। अन्त्यमा के भन्न चाहनुहुन्छ? आई लभ यु रुबिनजी आई मिस यु सो मच। केटा मैले त रेकर्ड गरेँ हेर्ने गाइस केही पनि म त मैले लभ यु टु भने हेर्ने के अरे उहाँले म त शर्मा लाग्छ म त अप्ठ्यारो लाग्छ म त भन्दिनँ ल। के तपाईँ मलाई सरिता खड्का बनाउन चाहनुहुन्छ गजब बेइज्जती होइन भयो चियावाला चिया भयो सिङ्गल भएको भए भोलि बनाउँथे। क्रिसका गाना सुनेका धेरै चम्किने कुरो नगर फेरि कुकुरको जस्तो अड्का लाएर लाएको हो यो। सेम टु भन्नुभयो ल आजलाई छुटौँ ल हुन्छ हस् भोलि भेटौँ हुन्छ हस् बाई थ्याङ्क यू बाई बाई। बेटा मन में लड्डू फूटा बेटा बेटा मन में लड्डू फूटा नया कैडबरी डेयरी मिल्क चॉकलेट और दूध के लड्डू